मैले चाहिँ लाइफमै फर्स्टचोटि बट्टामा हाल्ने अचार बनाउँदैछु आज चाहिँ। हेलो एभ्रिवान, म चाहिँ सुजाता। मैले चाहिँ आज लाइफमै फर्स्टचोटि मुलाको अचार बनाउँदैछु बट्टामा हाल्ने। त्यही भएर मैले खुर्सानी रेडी पारेको छु। यता त्यो चाहिँ काटकुट गर्दैछु। 2 फाल पारेर काट्यो भने चाहिँ मजाले लाग्छ खुर्सानी। त्यही भएर थोरै खुर्सानी लिएको छु, धेरै पनि छैन। मेरो हस्बेन्ड धेरै पिरो खानुहुन्न, त्यही भएर। अनि यो मुला चाहिँ मैले अस्ति नै सुकाइसकेको थिएँ काटेर। अनि यो चाहिँ म बाटामा खनाउँदैछु, बाटामा मोल्ने हो नि त, त्यही भएर। अनि मरमसलाहरू पनि मैले सबै भुटेर अनि पिसिसकेको छु कि रेडी पारेर लास्टमा मोल्नको लागि मात्र भनेर। त्यसपछि मैले यता हाल्न थालेँ स्वादअनुसार नुन हाल्नु होला। त्यसपछि बेसार हालेँ। अनि घरमै बनाएको जिरा, धनियाँ, टिमुर, ल्वाङ, सुकमेलहरूको मरमसला। अनि थोरै मैले बजारको मसला पनि हालेको छु। यो चाहिँ बजारको मसला। अनि यसमा सबभन्दा चाहिने मेन भनेको मरमसलामा चाहिँ यो तोरीको धुलो चाहिन्छ। तोरीको धुलो चाहिँ मैले यो सबै हालिदिएँ। यसले चाहिँ स्वाद बेग्लै आउँछ नि त, त्यही भएर। अनि सबै हालिसकेपछि चाहिँ मैले मजाले मोल्न थालेँ, बसेर मोलिरहेको थिएँ म चाहिँ। अनि मेन भनेको यसमा तोरीको तेल नै हो। सनफ्लावर भन्दा पनि तोरीको तेलमा बेग्लै स्वाद आउँछ नि त। अनि मजाले तातिसकेपछि माथिबाट मैले खुर्सानी अघि काटेको हालिदिएँ। खुर्सानी काटेर हाल्यो भने चाहिँ ढुँडी पर्दैन भनेर यसैमा तेलमा फ्राई गरेर हाल्यो भने चाहिँ ढुँडी पर्दैन भन्नुभएको थियो मम्मीले। अनि मैले त्यही गरेँ। त्यसपछि सबै हालिसकेपछि मैले मजाले मोल्न थालेँ। यति राम्रो, यति टेस्टी देखिरहेको थियो। त्यसपछि हजुरहरू पनि देख्न सक्नुहुन्छ कस्तो यम्मी देखिएको छ यो। अनि सबै बट्टामा हाल्न थालेँ। मलाई चाहिँ कुकिङ भिडियोहरू बनाउन एकदमै रहर लाग्छ, तर 1-2 क्लिप लिइसकेपछि म चाहिँ बिर्सिहाल्छु क्या। अनि त्यत्तिकै रहन्छ। अनि त्यो आधा अधुरो भिडियोहरू के हाल्नु जस्तो लाग्छ, त्यही भएर पनि म हाल्दिनँ। नत्र मेरो मोबाइलमा यति धेरै भिडियो छ कि थोरै क्लिपहरू यस्तो रहिरहेछ। तर के गर्नु, 1-2वटा भिडियो बनाइसकेपछि बिर्सिहाल्छु नि त। अनि त्यही भएर हाल्नै पाउँदिनँ। त्यही भएर कहिलेकाहीँ मात्रै मेरो मिनी भ्लगहरू देख्नुहुन्छ। अनि मेरो चाहिँ टोटल 2 डब्बा भएको थियो। अनि थ्याङ्क यू सो मच एभ्रिवान, यहाँसम्म भिडियो हेरिदिनु भयो। के कस्तो लाग्यो कमी कमजोरी भनिदिनु होला। नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ। बाई बाई। 2 डब्बा भएको छ मेरो चाहिँ।